हामीले खायौँ भने एकदम हेल्दी हुन्छ र हाम्रो हेल्थको लागि एकदम राम्रो हुन्छ। हेलो एभ्रिवान, म आइसकेको छु न्यू जेनिट इङ्ग्लिस मोडल स्कुलमा। सो हेलो एभ्रिवान, आज मैले चाहिँ हजुरहरूको अगाडि दामी मकै र महको बिस्किट लिएर आएको छु। हजुर रेडी हुनुहुन्छ टेस्ट गर्नको लागि? कहिले ट्राई गर्नु भएको छ कि छैन यो बिस्किट? छैन, आज ट्राई गरौँ है त। अनि कस्तो लाग्यो नि भन्नुपर्छ है त। हजुरहरूलाई कस्तो लाग्यो यो बिस्किट? यो बिस्कुट एकदम मिठो छ। यो चाहिँ प्योर मकैले बनेको हो। हजुर, अनि यो हामीले खायौँ भने एकदम हेल्दी हुन्छ र हाम्रो हेल्थको लागि एकदम राम्रो हुन्छ। यसको प्राइस चाहिँ कति हो? यसको प्राइस चाहिँ मात्र 50 रुपिज। यो रिजनेबल प्राइस छ कि छैन? एकदम। हजुरले हाम्रो भ्युअर्सलाई के भन्न चाहनुहुन्छ? सबैजनाले ट्राई गर्नु होला, यो एकदम हेल्दी छ। मान्छेहरूको लागि एकदम राम्रो छ। डायबिटिज भएको मान्छेहरूको लागि झन् एकदम हेल्दी हो यो। चाहिँ हाम्रो आर्क्स फुडको तर्फबाट चाहिँ हजुरहरूलाई कर्न हनी एउटा सानो उपहार छ, दिन सकिन्छ। थ्याङ्क यू। यो बिस्किट तपाईँहरू मात्र खानुहुन्छ कि फ्यामिलीसँग सेयर गरेर खानुहुन्छ त? म मेरो पर्सनल रिभ्यूमा चाहिँ म मेरो फ्यामिलीहरूसँग सबसँग के अरे सेयर गरेर खान्छु, किनकि यसले हाम्रो हेल्थलाई धेरै राम्रो गर्छ। थ्याङ्क यू सो मच फर पार्टिसिपेटिङ। थ्याङ्क यू।